कुनै पनि देशको आर्थिक विकासमा वाणिज्य बैंकहरूको भूमिका कतिको महत्त्वपूर्ण होला? आउनुहोस् आज यही विषयमा अलिकति गहिरिएर कुरा गरौँ न। अच्छा, ब्याङ्कको काम के पैसा जम्मा गर्नु मात्रै हो त? धेरैले सोच्ने कुरा यही हो, तर वास्तविकता चाहिँ त्योभन्दा निकै फराकिलो र महत्त्वपूर्ण छ। वास्तवमा स्रोत सामग्रीले भने जस्तै वाणिज्य ब्याङ्कहरू आधुनिक अर्थतन्त्रका मेरुदण्ड हुन्। यो भनाइ आफैमा कति शक्तिशाली छ, होइन? यसले के देखाउँछ भने उद्योग, व्यापार र सिङ्गो राष्ट्रको विकासलाई अगाडि बढाउन ब्याङ्कहरूको भूमिका एकदमै केन्द्रीय हुन्छ। ल, अब यसलाई अझ विस्तारमा हेरौँ है त। आज हामी के कुरा गर्छौँ भने सुरुमा ब्याङ्क कसरी अर्थतन्त्रको मेरुदण्ड हो भन्ने बुझ्छौँ। त्यसपछि पुँजी र ऋणको प्रवाह अनि राष्ट्र निर्माणमा यसको सहयोगबारे पनि हेर्छौँ। र अन्त्यमा आधुनिक सेवाहरू र भविष्यका लागि ब्याङ्कको आधार कस्तो छ भनेर चर्चा गर्नेछौँ। ल, हाम्रो पहिलो खण्ड अर्थतन्त्रको मेरुदण्ड। अब ब्याङ्कहरूले धन सुरक्षित राख्ने काम मात्र गर्दैनन्, तिनीहरू त आर्थिक विकासका मुख्य स्रोत नै हुन्। भन्नुको मतलब ब्याङ्कहरूको भूमिका दोहोरो हुन्छ। एकातिर उनीहरूले देशको सम्पत्तिलाई जोगाउँछन्, अर्कोतिर त्यही सम्पत्तिलाई सही समयमा उद्योग र व्यापार जस्ता उत्पादनशील क्षेत्रहरूमा लगाउँछन्। यसले के देखायो भने उनीहरू सम्पत्तिका रक्षक मात्र होइनन्, राष्ट्रिय प्रगतिका चालक पनि हुन्। अब अर्को खण्डमा जाउँ, पुँजी र ऋणको प्रवाह। यहाँनिर हामीले के बुझ्नुपर्छ भने ब्याङ्कहरूले कसरी अर्थतन्त्रको लागि चाहिने पैसा, भनौँ न एउटा फाइनान्सियल लाइफब्लड, सृजना र वितरण गर्छन्। एउटा एकदमै महत्त्वपूर्ण कुरा छ पुँजी निर्माण वा क्यापिटल फर्मेसन। यो भनेको के हो भने ब्याङ्कले आम मानिसको ससानो बचतलाई जम्मा गरेर ठूला व्यवसायहरूमा लगानी गर्छ। हो, यही प्रक्रियाले नै आर्थिक वृद्धिलाई अगाडि धकेल्छ। यो प्रक्रिया कसरी काम गर्छ हेर्नुस् है। यसका 3वटा चरण छन्। पहिलो, ब्याङ्कहरूले मानिसहरूसँग छरिएर रहेको बचतलाई एक ठाउँमा ल्याउँछन्। दोस्रो, त्यही जम्मा भएको पैसालाई उद्योग र व्यवसायलाई ऋणको रूपमा दिन्छन्। र तेस्रो, यही लगानीले देशमा उत्पादन बढाउँछ र समग्र विकासलाई गति दिन्छ। कति सरल तर कति शक्तिशाली प्रक्रिया। त्यस्तै अर्को एउटा एकदमै रोचक काम हो ऋण सृजना अर्थात् क्रेडिट क्रिएसन। यो संयन्त्र अलि चाखलाग्दो छ। ब्याङ्कहरूले आफूसँग जम्मा भएको सबै पैसा त्यत्तिकै राख्दैनन्, त्यसको एउटा सानो अंश मात्र राखेर बाँकी रकम ऋणमा दिन्छन्। अब मजाको कुरा के छ भने त्यही ऋण फेरि अर्को ब्याङ्कमा जम्मा हुन्छ र त्यो प्रक्रिया दोहोरिन्छ। यसरी एउटै निक्षेपबाट कैयौं पटक ऋण प्रवाह हुँदा अर्थतन्त्रमा पैसाको आपूर्ति बढ्छ, जसले गर्दा आर्थिक गतिविधिहरू फस्टाउँछन्। अब लागौँ राष्ट्र निर्माणमा ब्याङ्कको सहयोगतर्फ। साना व्यवसायदेखि लिएर ठूला पूर्वाधारसम्म राष्ट्रिय विकासका यी इन्जिनहरूलाई ब्याङ्कले कसरी इन्धन दिन्छ, आउनुहोस् हेरौँ। ब्याङ्कहरूले आफ्नो लगानी यस्तो ठाउँमा केन्द्रित गर्छन् जुन राष्ट्रिय विकासका लागि साँच्चीकै महत्त्वपूर्ण छन्, जस्तै कृषि, ऊर्जा, उद्योग अनि साना तथा मझौला उद्यमहरू। यति मात्र होइन, ठूला पूर्वाधार परियोजनाहरू र आजभोलिका नयाँ प्रविधि स्टार्टअपहरूमा पनि ब्याङ्कको लगानी हुन्छ। यी सबै क्षेत्र देशको विकासका लागि नभई नहुने हुन्। खास गरी साना तथा मझौला उद्योग, जसलाई हामी एसएमईज भन्छौँ, तिनीहरूको कुरा गर्दा त ब्याङ्कहरूले सस्तो ब्याज दरमा छोटो र मध्यम अवधिका ऋणहरू दिन्छन्। यसको सिधा असर के हुन्छ भने देशमा उत्पादन बढ्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा रोजगारी सृजना हुन्छ। तर ब्याङ्कको भूमिका निजी क्षेत्रमा मात्रै सीमित छैन है। उनीहरूले सार्वजनिक कल्याणका काममा पनि ठूलो योगदान पुर्याउँछन्, जस्तै पूर्वाधार विकास, शिक्षा वा स्वास्थ्य सम्बन्धी सरकारी योजनाहरूलाई पनि ब्याङ्कहरूले नै ऋण दिन्छन्। यसले गर्दा सरकारलाई बजेट घाटा व्यवस्थापन गर्न पनि सजिलो हुन्छ। अब हाम्रो अर्को खण्डमा लागौँ आधुनिक सेवाहरू र पहुँच। यहाँ हामी के हेर्छौँ भने आजको प्रविधिको युगमा ब्याङ्कहरूले कसरी हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई संसारसँग जोड्दैछन्। अहिलेको ब्याङ्किङ सेवामा कति ठूलो फड्को मारेको छ। एकपटक सोचौँ त, हिजोको दिनमा लामो लाइनमा बस्नु पर्थ्यो, ब्याङ्क खुल्ने समय सीमित हुन्थ्यो अनि सबै कारोबार हातले हुन्थ्यो। तर आज 24 घण्टा चल्ने एटिएम छ, मोबाइल र इन्टरनेट ब्याङ्किङ छ र तुरन्तै पैसा पठाउन सकिन्छ। यसले हाम्रो समय र काम गर्ने तरिकामा साँच्चीकै क्रान्ति ल्याएको छ।
अन्तर्राष्ट्रिय व्यापारमा पनि ब्याङ्कको भूमिका कम छैन। उनीहरूले विदेशी मुद्रा साट्नेदेखि लिएर लेटर अफ क्रेडिट अर्थात् एलसी जस्ता महत्त्वपूर्ण सेवाहरू दिन्छन्। यो एलसी भनेको के हो भने विदेशमा सामान किन्दा वा बेच्दा पैसा डुब्दैन भन्ने ग्यारेन्टी हो। यस्तै सेवाहरूले गर्दा नै देशका व्यवसायीहरूले विश्व बजारमा ढुक्क भएर व्यापार गर्न सक्छन्। र अब हामी हाम्रो अन्तिम खण्डमा आइपुगेका छौँ, भविष्यको लागि आधार। यहाँ हामी ब्याङ्कहरूको यो बहुआयामिक र समयसँगै परिवर्तन हुँदै गएको भूमिकालाई समेट्नेछौँ, जसले देशको समृद्धिलाई सुनिश्चित गर्छ। हेर्नुहोस्, ब्याङ्कहरूले पैसाको कारोबार मात्र गर्दैनन्, उनीहरू आफैमा ठूला रोजगारदाता हुन्। देशको मौद्रिक नीतिलाई सफल बनाउन मद्दत गर्छन्, नयाँ नयाँ सोच र प्रविधिलाई बढावा दिन्छन्, लगानीकर्ताहरूको विश्वास जित्छन् र सबैभन्दा महत्त्वपूर्ण समग्र अर्थतन्त्रलाई स्थिर राख्छन्। यी सबै कुरा एउटा स्वस्थ अर्थतन्त्रका लागि नभई हुँदैन। त्यसैले यति सबै कुराबाट हामी के निष्कर्षमा पुग्न सक्छौँ भने वाणिज्य ब्याङ्कहरू देशको दीर्घकालीन विकास र समृद्धिका लागि साँच्चीकै अपरिहार्य संस्थाहरू हुन्। र अन्त्यमा एउटा प्रश्न सोचेर जाउँ, यो डिजिटल युगमा हाम्रो देशको अर्थतन्त्रलाई अझै बलियो बनाउन अब ब्याङ्कहरूले कस्ता नयाँ भूमिकाहरू खेल्नु पर्ला?